वेलकम टु माई मिनी ब्लग भन्दै साथीहरू हामी लाग्यौँ आमा छोरा घाम पानी नभनिकन होइन। अनि त्यस पछाडि मेरो छोरो चाहिँ किन आज यसरी मसँग माया लाग्दो गरेर एकदम उसलाई चाहिँ के चाहिँ भएछ भनेर म चाहिँ अचम्ममा परिरहेको थिएँ क्या। नभए त मेरो छोरो यस्तो गरेर मसँग बस्ने नै होइन, किनभने धेरै चकचके छ क्या। आउन यहाँ छेउमा भन्दा पनि मान्दैन, केही गरेर पनि फकाउन पनि सकिँदैन, बोक्न पनि सकिँदैन, एकदम धेरै चञ्चले छ क्या मेरो छोरो। अनि त्यस पछाडि मलाई यस्तो गर्दा पनि छक्क पर्छु म, अचम्म लागेर आएँ क्या। अनि के भएछ उसलाई जस्तो लाग्यो क्या। अनि एउटा आमा न हो, चुप लागेर बस्यो भने टेन्सन हुन्छ, धेरै चकचक यताउता गऱ्यो भने गनगन गऱ्यो भने पनि के भएछ भन्ने एउटा पिर हुँदो रहेछ क्या, त्यस्तो हुँदो रहेछ। अनि त्यसरी अनि हिँड्छु भनेर भन्यो। अनि त्यस पछाडि ल नि त हिँड भनेर अनि हिँड्नलाई छोडिदिएँ। हिँड्ने त के को हिँड्ने हो र, कुदेको साथीहरू, हिँड्ने त नामै छैन। उसलाई त हिँड्नु भनेको चाहिँ कुद्नु रहेछ, कुद्नु भन्दा चाहिँ हिँड्ने क्या मेरो छोरो। फेरि यस्तो उल्टो क्या, कुदेको यताबाट उता उताबाट यता। हेर्नु न यस्तो घाममा, उसलाई घामको मतलबै छैन। जस केटाकेटी हुनु नै फाइदा छ क्या, घाम भने पनि गर्मी भने पनि टेन्सन छैन उसलाई। अनि मैले चाहिँ उसलाई चाहिँ उता घरतिर लिएर हिँड्न खोजेको, आफ्नो घर। अनि मेरो दिदीको गाउँ र मेरो गाउँ चाहिँ ओल्लो र पल्लो हो क्या। अनि त्यही भएर अनि जाँदैन आफ्नो घरको बाटो चाहिँ। अनि किन चाहिँ गएन भने यसो विचार गरेको त, उसलाई चाहिँ दिदीको घर, सानमी दिदीको घर जानु पऱ्यो, मेरो दिदीको घर। अनि ल न त लु जाऊ दिदीको घरतिर जाऊ भने दिदीलाई के अरे छोरोलाई घरतिर छोडिदिएर अनि म चाहिँ आफ्नो घरतर्फ लागेँ। अनि कस्टमरहरूले फोन गरेको हुनुहुन्थ्यो क्या। अनि त्यही भएर अब छिटो त पुग्नु पऱ्यो। अनि म यहाँ घाममा चाहिँ के भन्दैछु भने यो पछाडि रहेको भैँसी र मेरो फेस चाहिँ ट्याक्कै अब 1-2 हप्तापछि चाहिँ मिल्छ होला, घाममा यसरी हिँड्दा कालो भइसक्यो म भनेर भन्दैछु क्या यहाँनिर। अनि म घर अगाडि ठ्याक्क पुगेँ, हाम्रो पोखरी अगाडि पुगेँ साथीहरू। अनि त्यस पछाडि घाम चाहिँ थोरै घाम थिएन, त्यही पनि अब हावा चलेर चाहिँ त्यस्तो घाम चाहिँ गर्मी चाहिँ फिल भएको थिएन है साथीहरू। यतातिर चाहिँ शीतलै हुन्छ, हाम्रो यता माइतीतिर भन्दा नि उता घरतिर चाहिँ शीतलै हुन्छ। अनि कस्टमरहरूले आएर लुगाहरू यस्तो बनाइदिनु भएको छ, सामानहरू लिएर जानुभयो कस्टमरहरूले। अनि त्यस पछाडि म चाहिँ भनिदिन्छु साथीहरू तपाईँहरू पनि आएर मेरो यहाँ लुगा मिलाइदिनु भनेर भन्दैछु क्या म चाहिँ यहाँ भिडियोमा। अनि लुगाहरू मजाले पट्याइओरी राखेँ साथीहरू, फेरि पट्याएर राखेँ। अनि त्यस पछाडि अब फेरि पट्याएर राखेँ पनि फेरि अनि अब कस्टमरहरू राम्रो भन्दा फेरि उस्तै नै हुन्छ। अब त्यही पनि अब ठिकै छ, केही छैन, कस्टमर भनेको मेरो भगवान् हो भनेर म चाहिँ त्यही भन्दै लुगा मिलाउँदैछु थिएँ। अनि त्यस पछाडि अनि अब चाहिँ घर जान्छु, हिसाब किताब गऱ्यो अरे है। अनि अब चाहिँ घर लाग्नुपर्छ जस्तो लाग्यो। अनि त्यसपछि गएँ, दिदीको घर गएँ। अनि फुचेलाई चाहिँ त्यहीँनिर छोडेर म चाहिँ जिमतर्फ लागेँ। अनि भाइ चाहिँ ठ्याक्क घरतिर जान लाग्यो, दिदीको घरमै थियो। अनि लो हिँड्न त दिदी, तल आदमा साइकलमा लान्छु भनेर भने क्या। अनि अर्को सानो भाइ हुँदा नि त्यसले साइकलमै लिएर जान्थ्यो। यस्तो